गाउँको लामालाई हेला गर्न मिल्दैन है। म घुम्बाको लामा, म ठुलो लामा, तिमी गाउँले सानो लामा, यस्तो त्यस्तो भनेर थिचोमिचो गर्ने खालको व्यवहार गर्न पटक्कै सुहाउँदैन है। गाउँले लामाको पनि होइन धेरै ठुलो योगदान छ बुद्ध धर्म जोगाउनको निम्ति, धर्म सिकाउनको निम्ति, धर्म रक्षा गर्नको निम्ति। काम, पानी, असिना होइन, बिरामी, रोग केही नभनिकन धर्म रक्षा गरेर हिँडेको छ। घुम्बाको लामाको पनि धेरै अमूल्य योगदान छ होइन। म ठुलो हुँ, तिमी भन्दा जान्ने, तिमी भन्दा बुझ्ने भयो भन्दैमा गाउँको लामालाई चाहिँ हेला गर्न मिल्दैन है। सबैलाई समान दृष्टिले हेर्नुपर्छ। दुखी प्राणीहरूलाई राम्रो नराम्रो कर्ममा सघाउने, धर्मको बाटोमा डोर्याउनको लागि गाउँको लामाको पनि विशेष भूमिका छ। छोडदेन बनाउनेदेखि, ज्ञान सिकाउनेदेखि, ज्ञान दिनेदेखि सबैको लागि गाउँले लामाको पनि ठुलो योगदान छ है।